हेलो साथीहरू। यो चाहिँ मैले हिजो पोस्ट गरेको भिडियोमा कमेन्ट लेख्नुभएको रहेछ। न्यायपालिका व्यवस्थापिका र कार्यपालिकाको सम्बन्धको बारेमा भिडियो बनाउनु भनेर। त्यसकारण मैले न्यायपालिका व्यवस्थापिका र कार्यपालिकाको अन्तरसम्बन्ध भनेर टपिक लिएर आएकी छु। अब लागौँ यस टपिकतर्फ। न्यायपालिका व्यवस्थापिका र कार्यपालिकाको अन्तरसम्बन्ध। लोकतान्त्रिक शासन प्रणालीमा शक्ति पृथकीकरण सेपरेसन अफ पावरको सिद्धान्त अन्तर्गत 3वटा प्रमुख अङ्गहरू रहेका छन्। शक्ति पृथकीकरणको प्रणाली अनुसार 3वटा अङ्गहरू रहेका छन्। एउटा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका। यिनीहरू परस्पर निर्भर छन् तर स्वायत्त रूपमा काम गर्छन्। यिनीहरू एक आपसमा निर्भर पनि छन् तर उनीहरू इन्डिभिजुअल भएर पनि काम गर्छन्। व्यवस्थापिका भनेको यो कानुन बनाउने निकाय हो। संसद वा विधायिका मार्फत नयाँ कानुन निर्माण, संशोधन तथा खारेज गर्ने कार्य गर्दछ। व्यवस्थापिकाले कानुन बनाउने निकाय हो। यसले चाहिँ संसदमा लगेर नयाँ कानुनको निर्माण गर्ने, संशोधन गर्ने तथा कानुनको खारेज गर्ने काम गर्दछ। कार्यपालिकालाई नियन्त्रण र अनुगमन गर्ने अधिकार राख्छ। कसले? व्यवस्थापिकाले कार्यपालिकालाई नियन्त्रण र अनुगमन गर्ने अधिकार राख्छ। त्यसै छ कार्यपालिका। व्यवस्थापिकाले बनाएका कानुन कार्यान्वयन गर्ने निकाय हो। पहिला व्यवस्थापिकाले कानुन बनाउँछ अनि यसले व्यवस्थापिकाले चाहिँ नि कार्यपालिकालाई नियन्त्रण र अनुगमन गर्छ। के गर्छ? नियन्त्रण र अनुगमन। अनि त्यसपछिबाट कार्यपालिकाले चाहिँ व्यवस्थापिकाले बनाएको कानुनलाई कार्यान्वयनमा ल्याउने गर्छ। सरकार अन्तर्गतै राष्ट्रपति, मन्त्रीहरू, प्रशासनिक निकायहरू कार्यपालिकामा पर्दछन्। नीति निर्माण, बजेट व्यवस्थापन, सरकारी कार्यक्रमहरू कार्यान्वयन आदिको जिम्मेवारी राख्छ। कार्यपालिकाले के गर्छ भन्दा नीति निर्माण गर्ने काम गर्छ, बजेटलाई व्यवस्थापन गर्छ, सरकारी कार्यक्रमहरू कार्यान्वयन गर्छ। त्यस्तै छ अर्को न्यायपालिका। यो न्याय सम्पादन गर्ने निकाय हो। संविधान, कानुन तथा नागरिक अधिकारहरूको रक्षा गर्छ। के गर्छ यसले? संविधानको, कानुनको र नागरिकहरूको अधिकारको रक्षा गर्छ। कार्यपालिका वा व्यवस्थापिकाले कानुन विपरीत कुनै पनि कार्य गरेमा त्यसलाई निरसन गर्छ। त्यसलाई चाहिँ नि कारबाही गर्छ। कसले कारबाही गर्छ भन्दा न्यायपालिकाले। सबभन्दा हेडको भयो न्यायपालिका। कानुन संसदमा व्यवस्थापिकाले बनाउँछ, कार्यान्वयन कार्यपालिकाले गर्छ र कानुन विपरीत केही कार्य गरेमा यो कार्यपालिका र व्यवस्थापिका दुवैलाई चाहिँ नि नियन्त्रण कसले गर्छ? न्यायपालिकाले गर्छ। न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाको आपसी अन्तरसम्बन्ध। यिनीहरू चाहिँ एक आपसमा कसरी सम्बन्धित छन् है? व्यवस्थापिका र कार्यपालिकाको सम्बन्ध। व्यवस्थापिकाले कानुन बनाउँछ, माथि नै भनिहाल्यौँ। कार्यपालिकाले त्यो कानुनलाई कार्यान्वयन गर्छ, यो पनि पढिहाल्यौँ। कार्यपालिकाको प्रमुख प्रधानमन्त्री वा राष्ट्रपति व्यवस्थापिकाको अनुमोदनबाट चयन गरिन्छ। के गरिन्छ? कार्यपालिकाको प्रमुख भनेर हामीले सरकारका यहाँ चाहिँ नि सरकार भनेर राष्ट्रपति, प्रधानमन्त्री भनेका थियौँ नि हो। यो कार्यपालिकाको प्रमुखहरू प्रधानमन्त्री वा राष्ट्रपति चाहिँ नि व्यवस्थापिकाको अनुमोदनबाट चयन गर्ने गरिन्छ। व्यवस्थापिकाले कार्यपालिकालाई अनुगमन र नियन्त्रण गर्ने अधिकार राख्छ। कसले? व्यवस्थापिकाले चाहिँ कार्यपालिकालाई कानुन बमोजिम चाहिँ नि कार्य गर्यो कि गरेन भनेर अनुगमन र नियन्त्रण
गर्ने अधिकार राख्छ। जस्तै संसदले सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याउन सक्छ। कार्यपालिकाले व्यवस्थापिकालाई नीति तथा कार्यक्रम प्रस्ताव गर्न सक्छ। कसले? कार्यपालिकाले चाहिँ व्यवस्थापिकालाई नीति तथा कार्यक्रम प्रस्ताव गर्न सक्छ। किनकि व्यवस्थापिकाले हो नि त कानुन बनाउने, त्यही भएर उसले चाहिँ नि प्रस्ताव गर्छ अनि संसदमा गएर चाहिँ व्यवस्थापिकाले चाहिँ कानुनहरू निर्माण गर्छ। अर्को रहेको छ व्यवस्थापिका र न्यायपालिका। अघि हामीले पढ्यौँ व्यवस्थापिका र कार्यपालिका। अब व्यवस्थापिका र न्यायपालिकाको सम्बन्ध। व्यवस्थापिकाले कानुन बनाउँछ तर न्यायपालिकाले तिनको संवैधानिकता परीक्षण गर्छ। तिनीहरू कानुनको चाहिँ संवैधानिकता चाहिँ कसले परीक्षण गर्छ? न्यायपालिकाले। न्यायपालिकाले व्यवस्थापिकाको निर्णय संविधान विपरीत भएमा खारेज गर्न सक्छ। के व्यवस्थापिकाले चाहिँ नि संविधान विपरीत निर्णय लिएमा, कानुन बनाएमा चाहिँ नि त्यस्तो कानुनहरू, नियमहरू हैन, त्यस्तो निर्णयहरू चाहिँ खारेज गर्न सक्छ न्यायपालिकाले। व्यवस्थापिकाले न्यायपालिकाका लागि कानुनी संरचना र बजेट व्यवस्था गर्छ। कसले गर्छ? व्यवस्थापिकाले कसका लागि गर्छ? न्यायपालिकाका लागि। के गर्छ? कानुनी संरचना र बजेट व्यवस्था। कतिपय देशमा न्यायाधीशहरूको नियुक्ति व्यवस्थापिकाले अनुमोदन गर्ने गर्छ भन्ने पनि छ है, कतिपय देशमा भने चाहिँ। अब कार्यपालिका र न्यायपालिकाको अन्तर सम्बन्ध। कार्यपालिकाले न्यायाधीशहरूको नियुक्ति गर्छ। हाम्रो नेपालमा चाहिँ कसले गर्छ? न्यायाधीशहरूको नियुक्ति कार्यपालिकाले गर्छ। तर न्यायपालिका स्वतन्त्र रूपमा काम गर्छ। कार्यपालिकाले न्यायाधीशको नियुक्ति गरे तापनि न्यायपालिका आफैमा इन्डिपेन्डेन्ट पनि छ, उसले चाहिँ स्वतन्त्र रूपमा काम गर्छ। कार्यपालिकाले कानुन कार्यान्वयन गर्छ। के गर्छ कार्यपालिकाले? कानुन। तर न्यायपालिकाले ती कानुन सम्मत छ कि छैन भनी समीक्षा गर्न सक्छ। कानुन कार्यान्वयन कार्यपालिकाले गर्छ। त्यसै गरी त्यो कानुन चाहिँ नि कानुन सम्मत छ कि छैन, संवैधानिक छ कि छैन भनेर चाहिँ कसले परीक्षण गर्न सक्छ भन्दा न्यायपालिकाले गर्न सक्छ। न्यायपालिकाले कार्यपालिकाका निर्णय असंवैधानिक भए खारेज गर्न सक्छ। न्यायपालिकासँग चाहिँ खारेज गर्ने राइट्स हुन्छ है असंवैधानिक भएमा, चाहे त्यो व्यवस्थापिकाले निर्माण गरेको नीति निर्णय होस् वा चाहिँ कार्यपालिकाले लागू गरेको निर्णय होस्। कार्यपालिकाले अदालतका आदेशहरू कार्यान्वयन गर्नुपर्छ। कार्यपालिकाले चाहिँ अदालतका आदेशहरू कार्यान्वयन गर्नुपर्छ। जस्तै कैदीको माफी वा सजायको कार्यान्वयन। यो चाहिँ हामीले संविधान दिवसमा प्रायः जस्तो यो सजाय चाहिँ माफी गर्ने छ नि, यो कसले चाहिँ अदालतले आदेश गर्यो भने मात्र कार्यपालिकाले चाहिँ नि कार्यान्वयन गर्न पाउँछ है। त्यसै चाहिँ तीनवटै अङ्गहरूको अन्तर सम्बन्ध। यो त एक आपसमा भयो। पहिला हामीले इन्डिभिजुअल पढ्यौँ भने एक आपसमा पढ्यौँ, अब तीनवटै अङ्गहरूको अन्तर सम्बन्ध। परस्पर निर्णय र सन्तुलन, चेक एन्ड ब्यालेन्स भन्छ है। व्यवस्थापिकाले कार्यपालिकालाई उत्तरदायित्व बनाउँछ। कसले? यो व्यवस्थापिकाले कसलाई उत्तरदायित्व बनाउँछ? कार्यपालिकालाई। न्यायपालिकाले कार्यपालिका र व्यवस्थापिकालाई कानुनी दायरामा ल्याउँछ। यो व्यवस्थापिका हो, यो चाहिँ नि कार्यपालिका हो। तर यो दुवैलाई कानुनी दायरामा कसले ल्याउँछ भन्दा न्यायपालिका। भनेपछि टपमा को भयो? न्यायपालिका भयो। कार्यपालिकाले न्यायपालिकाका निर्णय कार्यान्वयन गर्नुपर्छ। कसले? कार्यपालिकाले न्यायपालिकाका निर्णयलाई कार्यान्वयन गर्नुपर्छ। व्यवस्थापिकाले न्यायपालिकाको अधिकारको परिधि तोक्छ। कसले? व्यवस्थापिकाले न्यायपालिकाको अधिकारको परिधि तोक्छ। तर चाहिँ न्यायपालिकाले व्यवस्थापिकाको निर्णय संवैधानिक छ कि छैन भनी समीक्षा गर्छ।
के गर्छ? न्यायपालिकाको निर्णय अनुसार कार्यपालिकाले कार्यान्वयन गर्नुपर्छ। व्यवस्थापिकाले न्यायपालिकाको अधिकारको परिधि तोक्छ, तर फेरि यो न्यायपालिकाले व्यवस्थापिकाको निर्णय संवैधानिक छ कि छैन भनेर फेरि समीक्षा गर्छ है। त्यस्तै छ स्वायत्तता तर परस्पर निर्भरता। उनीहरू स्वयंमा पनि इन्डिभिजुअल पनि हुन् तर एक आपसमा पनि सम्बन्धित छन् है। न्यायपालिका स्वतन्त्र भए पनि न्यायपालिका त स्वतन्त्र हुन पर्यो नि, तर भए पनि न्यायाधीशहरूको नियुक्ति कार्यपालिकाले गर्छ। तर यो कार्यपालिकाले नियुक्ति गर्छ तर प्रक्रियागत रूपमा व्यवस्थापिका संलग्न हुन सक्छ। व्यवस्थापिका पनि संलग्न हुनुपर्छ है। न्यायपालिका स्वतन्त्र हो, इन्डिभिजुअल हो, तर न्यायाधीश कार्यपालिकाले नियुक्ति गर्छ। तर प्रक्रियागत रूपमा चाहिँ नि व्यवस्थापिका पनि संलग्न हुन सक्छ। ल हेर्नुहोस् है कस्तो छ। व्यवस्थापिकाले कानुन बनाए पनि कार्यपालिकाले मात्र कार्यान्वयन गर्न सक्छ। व्यवस्थापिकाले कानुन बनाउँछ तर कार्यान्वयन कसले गर्छ भन्दा कार्यपालिकाले गर्छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच सन्तुलन भएन भने शक्ति दुरुपयोग हुन सक्छ। त्यही भएर यिनीहरू एक आपसमा चाहिँ नि सन्तुलित भएर सन्तुलन मिलाएर चाहिँ अगाडि बढ्नुपर्छ। अब निष्कर्ष सर्वलाम यी 3 अङ्ग स्वतन्त्र भए पनि परस्पर निर्भर छन्। यिनीहरू स्वतन्त्र हुन् तर यिनीहरू परस्पर एक आपसमा निर्भर छन्। यदि कुनै अङ्ग कमजोर भयो वा सन्तुलन भङ्ग भयो भने शक्ति दुरुपयोग हुन सक्छ। त्यसैले यी अङ्गहरू बीचको सम्बन्ध सन्तुलित, सहअस्तित्वपूर्ण र परिपूरक हुनुपर्छ। न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका फरक फरक कार्यक्षेत्र भए पनि परस्पर परिपूरक हुन्। यी 3 अङ्ग बीचको सन्तुलन लोकतन्त्रको स्थायित्वका लागि अत्यन्त आवश्यक छ। धन्यवाद।